वेलकम टु माई न्यू भ्लग। हजुरहरू सधैँ छ मेरो भ्लगमा फेरि पनि धेरै धेरै स्वागत छ। मिठो माया छ भनेपछि यो भिडियो अन्तिमसम्म तपाईँले हेरेर साथ दिनु होला, हामी माया गरिदिनु होला। भनेपछि आजको हाम्रो धान झट्किने विशेष भ्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। हे भगवान, काट्ने मान्छेले अलि गराइदिएको हो नि त हामीले टक्क लगाएर यहाँ काम गर्दै हुनुहुन्छ हाम्रो महानुभावजीहरूले। अनि हाम्रो झट्किने काम सकिसकेको छ भनेपछि त्यही हो। म चाहिँ यसो यतिकै बसिरहेको छु अहिलेको लागि। धान चाहिँ झट्किसक्यो होइन, धान झट्केर भ्याएर अनि टक्क लगाएर म चाहिँ यसो बसिरहेको छु। धान एउटाले उस्तो उता एउटाले टक्क भर्दै गर्दै हुनुहुन्छ थैलामा। अनि भरिसकेको थैला चाहिँ यहाँ राखेको छौँ। अनि टक्क लगाएर अनि एकछिनपछि हामीले धान टक्क लगाएर गाडीमा लाग्छौँ। गाडी चाहिँ अहिले आउँदैछ भनेपछि त्यही गाडीमा हाल्न लाग्छौँ। भनेपछि अनि ओके गाइस, अनि फाइनली गाडी पनि आइसकेको छ। देख्न सक्नुहुन्छ डबल क्याब आउँदैछ हाम्रो। दिस इज द डबल क्याब। यो धान पनि उठाउनु पर्ने छ। एक पाउ धान मान्छे 50 केजी हुन्छ, गाउँछन् धान 25 केजी, त्यही उठाउनु सक्नुहुन्न यहाँ। यता फेरि टक्क लगाएर गाडी ल्याल्नु भयो है। फेरि गाडी चलाउने त्यहाँ हुनुहुन्छ ड्राइभर साहब साइलो नोट साइली बट साइली किन तलबाट दौडिनु भयो।